यो सम्बन्धी यो कमेन्ट सम्बन्धी हजुरलाई जानकारी दिने नै छु, अन्तिमसम्म हेरिदिनु होला। सर्वप्रथम चाहिँ मैले एउटा महत्त्वपूर्ण जानकारी हजुरलाई दिन गइरहेको छु। हामीले चाहिँ सुचारू गरेको सेभिङ्स अड्डा जुन छ हैन, त्यसलाई हजुरहरूले सपोर्ट गरिदिनुस् हैन। आज हजुरहरूको सपोर्टले चाहिँ यसलाई हामीले ठुलो बनाउन सक्छौँ है। त्यसैले यसलाई सपोर्ट गर्नलाई हामीलाई WhatsApp मार्फत हजुरले कन्ट्याक्ट गर्नु होला हैन। र हजुर चाहिँ हाम्रो ग्रुपमा जोइन भइदिनुस् है। WhatsAppमा चाहिँ हाम्रो ग्रुप छ, ग्रुपमा जोइन भइदिनुस्। कसरी जोइन गर्ने भनेर चाहिँ हाम्रो एप्लिकेसन फर्महरू छ, त्यो चाहिँ हामीले WhatsApp मार्फत हजुरलाई बताउने नै छौँ। हजुरले आज हामीलाई सपोर्ट गरिदिनु भयो र हाम्रो यो सेभिङ्स अड्डालाई अगाडिसम्म पुग्यो, हाम्रो उद्देश्य चाहिँ अगाडिसम्म पुग्यो भने भोलिको दिन हामीले हजुरलाई साथ दिनेछौँ। हजुरलाई कुनै पनि सेक्टरमा लगानी, कुनै पनि सेक्टरमा अथवा फाइनेन्सियली चाहिँ हजुरलाई अगाडि बढ्नु पर्ने छ अथवा कुनै बिजनेस सेक्टरमा चाहिँ हजुरलाई चाहिँ लगानी लगाउनु पर्ने छ भनेपछि हामीले भोलिको दिनमा सपोर्ट अवश्य पनि गर्नेछौँ। आज हामीलाई साथ दिनुहोस्, भोलि हामीले हजुरलाई साथ दिनेछौँ। त्यही उद्देश्यका साथ हजुरले चाहिँ हाम्रो फर्महरू फिलअप गरिदिएर हैन हाम्रो सेभिङ्स अड्डामा जोडिदिनुहोस्। रिटर्न राम्रो छ, रिटर्न एकदमै राम्रो चाहिँ हामीले चाहिँ प्रोभाइड गर्नेछौँ हैन। त्यसै गरी अब यो कमेन्टको लागि जुन उहाँले चाहिँ भन्नुभएको छ त्यो सम्बन्धी सुन्नुहोस् है। यदि हजुरले एसआइपी गर्दै हुनुहुन्छ भनेपछि डिआरआइपी जुन छ हैन, त्यो एकदम आवश्यक हैन, एकदम महत्त्वपूर्ण कुरा हो हैन। एसआइपी गर्दै हुनुहुन्छ भने डिआरआइपी को फर्म भर्न अथवा त्यो सिलेक्ट गर्न नबिर्सिनु होला। डिआरआइपी भनेको डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान हो हैन, जहाँ हजुरले किनेको युनिट जुन हुन्छ र त्यहाँबाट आउने जुन डिभिडेन्ड हुन्छ त्यो डिभिडेन्ड के भइदिन्छ त डिआरआइपी। यदि हजुरले सिलेक्ट गर्नु भएको छ अथवा डिआरआइपी को फर्म भर्नु भएको छ भनेपछि हजुरको आएको जुन डिभिडेन्ड हुन्छ त्यसले फेरि पनि कम्पनीले है लगातार त्यो जुन आएको डिभिडेन्डले फेरि पनि हजुरको युनिट किनिदिएर अटोमेटिक युनिट खरिद गरिदिएर हजुरको युनिटमा चाहिँ कम्बाइन गरिदिनेछ हैन। हजुरको युनिट चाहिँ बढाइदिनेछ। त्यसरी चाहिँ हजुरको कम्पाउन्डिङ भएर चाहिँ कम्पाउन्डिङ हुँदै हजुरको चाहिँ पोर्टफोलियो चाहिँ जाँदै गर्छ हैन। त्यसै गरी यदि डिआरआइपी सिलेक्ट गर्नु भएको छैन अथवा फर्म भर्नु भएको छैन भनेपछि के हुन्छ त भन्दाखेरि हजुरले जुन युनिट किन्नु भएको हुन्छ त्यहाँबाट डिभिडेन्ड आउँछ। त्यो डिभिडेन्ड के भइदिन्छ त हजुरको एकाउन्टमा डाइरेक्ट ट्रान्सफर भइदिन्छ हैन। त्यो कारणले चाहिँ हजुरको पैसा चाहिँ कम्पाउन्डिङ भएर बस्दैन। जुन सम हजुरले इन्भेस्ट गरिरहनु भएको छ अन्तिममा त्यही सम मात्रै रिटर्न पाउने सम्भावना हुन्छ है। त्यही कारणले डिआरआइपी जुन हुन्छ त्यो चाहिँ सिलेक्ट गर्न नबिर्सिनु होला। अनि त्यो सिलेक्ट गर्दाखेरि हजुरलाई के फाइदा छ हजुरले बुझ्नुभयो हैन। हस् त आजको लागि त्यति नै। कमेन्ट मार्फत अरू केही जानकारी लिनु छ भनेपछि कमेन्ट गर्नुहोला। यदि तपाईँलाई तुरन्तै हैन क्षणिक अन द स्पोट केही समयभित्रै हजुरलाई चाहिँ रिप्लाई हैन अथवा कुनै सजेसनहरू चाहिएको छ भनेपछि मैले भने नि हाम्रो सेभिङ्स अड्डामा हजुर चाहिँ जोइन हुनुहोस्। हजुरले कुनै पनि समयमा टेक्स्ट अथवा कल अथवा भिडियो कल केही मार्फतबाट पनि हामीलाई चाहिँ कन्ट्याक्ट गर्नुभयो भनेपछि हामीले उचित सल्लाह सुझाव फाइनेन्सियली रिलेटेड कुनै पनि सल्लाह सुझावहरू दिन सक्षम हुनेछौँ हैन। यो हजुरले कमेन्ट मार्फत चाहिँ केही कमेन्टहरू हामीले चाहिँ सिलेक्ट गरेर हजुरलाई रिप्लाई दिन सक्छौँ भनेपछि त्यसमा चाहिँ क्षणिक तुरुन्तै हैन अथवा केही समयभित्रै हामीले चाहिँ हजुरलाई चाहिँ जवाफ दिन सक्छौँ। त्यसैले हजुरले सपोर्ट हामीलाई गर्नुस् र हामीले सपोर्ट हजुरलाई गर्नेछौँ हैन। आज हजुरले गर्नुस्, भोलि हामीले हजुरलाई साथ दिनेछौँ हैन। कुनै पनि सेक्टरको लागि चाहिँ हामीले साथ दिनेछौँ। हस् त, धन्यवाद।